नमस्कार। आज चाहिँ हामी यो उदयपुर गढी गाउँपालिका वडा नम्बर 4 र 5 को सिमानामा छौँ। अनि मैले योभन्दा अगाडि भिडियो लगाएको थिएँ, बाजा बज्ने ढुङ्गा घ्याम्पाथुङ्काको बारेमा लगाएको थिएँ। यही आसपासको डाँडामा छ, तपाईँहरूले देखिराख्नु भएको छ। यहाँ घ्याम्पाथुङ्का, यहाँनिर चाहिँ बाजा बज्ने ढुङ्गा यहाँनिर छ। अनि यो अहिले हामी उभिराखेको रोड भने चाहिँ उदयपुर गढी गाउँपालिकाबाट आउने रोड हो र यो रोडलाई छोडेर अब हामी यता जाँदैछौँ। आज चाहिँ हामी झाँक्री पारामा जाँदैछौँ। भिनाजु सोल्टी जाँदै हुनुहुन्छ। उहाँ चाहिँ मेरो भिनाजु हुनुहुन्छ, राजु सुनवार हुनुहुन्छ। उहाँ चाहिँ मेरो सोल्टी हुनुहुन्छ, जीवन सुनवार हुनुहुन्छ। र क्यामेरामा चाहिँ हाम्रो छोरी छिन्। हामी चाहिँ अब झाँक्री पारा जाँदैछौँ। झाँक्री पारा भनेको चाहिँ झाँक्री बस्ने ठाउँ हो र त्यहाँ चाहिँ विशाल चट्टान ढुङ्गा छ र अनौठो खालको प्रकृति छ, त्यो हामी देखाउनेछौँ। कस्तो छ त, आउनुहोस् हेर्न जाऊँ। यो अब त भयो झाँक्री पारा भन्ने ढुङ्गा चाहिँ उयो हो क्या, यो देखिराख्नु भएको छ नि, विशाल चट्टान छ। त्यही ढुङ्गामा हामी जाँदैछौँ। अनि जानको लागि गाडी छ अरे, त्यो भएर सोल्टीले चाहिँ खुकुरी बोक्नु भएको छ। काट्दै काट्दै बाटो बनाउँदै जान्छ। कोही कोही नआएको कारणले गाडी भएर छ। त्यो भनेर दे जानु कतै जानुपर्छ जस्तो लाग्छ मलाई चाहिँ। अनि त गाडी थियो। के लाउँछ क्या पछि? ए हजुर हजुर, तल लाउँछ उ यहाँ लागेको हेर्नु। ए म त देखिनँ त सोल्टी। ए हो, मैले देखेँ। अनि यो चाहिँ खानुहुन्छ कि के गर्नुहुन्छ? खानुहुन्छ नि? होइन, तपाईँहरू त काट्नु सक्नुहुन्छ र? सजिलै यो अलिक अप्ठ्यारो छैन हो। धेरै अप्ठ्यारो छ। फेरि यसले चाहिँ अप्ठ्यारो छ। झाँक्रीले चाहिँ पाल्छ अरे, के जति रे राकस्नी कि झाँक्रिनी कि केले चाहिँ खान्छ भने होइन, मान्छे लाँदाखेरि। ए हो र, त्यस्तो भन्ने सुनेको थिएँ। राकेशनीले त खाने। झक्रिनीले कि त्यस्तै झक्रिनीले होला। झाँक्रीले चाहिँ झाँक्री पारा आउनलाई गाह्रो छ। पहिला चाहिँ धेरै मान्छे हिँड्थ्यो है क्या। अब गाई बस्तु मान्छे अब जब घाँस काट्ने अनि बाटो खाँच्ने बाटै थियो नि। हो हो हो, अब अहिले मान्छेले घाँस काट्नु छोड्यो, गाई बाख्रा पाल्नु छोड्यो। त्यो भएको छ। अनि जङ्गलहरूमा पनि एकदम घारी हजुर।